स्वागत छ द डिस्कोर्समा। आज हामी पश्चिम बङ्गालमा जारी मतदाता नामावलीको विशेष गहन पुनरीक्षण मतलब स्पेशल इन्टेन्सिभ रिभिजन SIR प्रक्रियाबारे विमर्श गर्दैछौँ। र यो प्रक्रिया जुन चाहिँ हामीलाई प्राप्त स्रोत सामग्रीमा आधारित छ, यसको खास लक्ष्य त मतदाता सूचीलाई अद्यावधिक र भरपर्दो बनाउने नै हो। तर आजको हाम्रो मूल प्रश्न के हो भने, के यो प्रक्रिया साँच्ची नै मतदाता नामावली विश्वसनीय र समावेशी बनाउने सबैभन्दा उत्तम तरिका हो त, वा खै यसको कार्यान्वयनमा जुन व्यावहारिक चुनौतीहरू देखिन्छन् नि, त्यसले यसको उद्देश्यलाई नै कमजोर बनाइरहेको छ कि? मेरो विचारमा त SIR मतदाता नामावलीको शुद्धता र पूर्णता सुनिश्चित गर्न अपनाइएको एउटा आवश्यक कानुनी रूपमै अनिवार्य र निकै व्यवस्थित पद्धति हो। र म चाहिँ के भन्छु भने, सिद्धान्तमा त यो एकदम राम्रो सुनिन्छ, तर यसको कार्यान्वयनका चुनौतीहरू जस्तै समयको चाप भयो, भौगोलिक कठिनाइहरू छन्, अनि त्रुटिहरूको सम्भावना, यिनले गर्दा यसको प्रभावकारिता र निष्पक्षतामाथि नै अलिक गम्भीर प्रश्नहरू उठ्छन् जस्तो लाग्छ। हेर्नुस् न, सारलाई सामान्य अध्यावधिकको रूपमा मात्र लिनु भएन। यो त भारतीय संविधानको धारा 324 जसले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष चुनाव गराउने अधिकार दिन्छ, र रिप्रेजेन्टेसन अफ द पिपल्स एक्ट 1950 जसले मतदाता नामावली तयारी र पुनरीक्षणको कानुनी आधार दिन्छ। हो ती अन्तर्गतको एक महत्त्वपूर्ण संवैधानिक र कानुनी दायित्व हो। यस प्रक्रियामा कस्तो हुन्छ भने, घर घरमा गएर विस्तृत सर्वेक्षण गरिन्छ, बुथ स्तर अधिकारी BLOहरू प्रत्यक्ष संलग्न हुन्छन्, अनि विशेष फरमहरू प्रयोग हुन्छन्, जसले गर्दा यो प्रक्रिया निकै गहन बन्छ। अनि निर्वाचन आयोगको त्यो प्रतिबद्धता कुनै पनि योग्य मतदाता नछुटुन् भन्ने र पछि दावी तथा विरोध पेश गर्न दिइने समय, जस्तै मस्यौदा प्रकाशन 09 डिसेम्बर 2025 पछि 8 जनवरी 2026 सम्म, यसले समावेशी लक्ष्य देखाउँछ नि, हैन र? यो तोकिएको समय तालिकाले प्रक्रियालाई पारदर्शी र व्यवस्थित पनि त बनाउँछ। तपाईले भनेको कानुनी आधार त बलियो छ, त्यसमा दुई मत छैन, तर यसको अर्को पाटो पनि हेरौँ। सिद्धान्त र व्यवहारमा त फरक परिहाल्छ नि। घर घर सर्वेक्षणको लागि जुन करिब 1 महिनाको समय तोकिएको छ, 4 नोभेम्बरदेखि 4 डिसेम्बर 2025 सम्म, के पश्चिम बङ्गाल जस्तो यति ठूलो जनसङ्ख्या र भौगोलिक विविधता भएको राज्यको लागि यो साँच्चै पर्याप्त हो त? स्रोत सामग्रीले नै औँल्याए अनुसार स्थानीय स्तरका राजनीतिक र प्रशासनिक खिचातानीका कुराहरू छन्, प्रविधि प्रयोगमा आउन सक्ने समस्याहरू छन्, अनि कतै आफ्नो नाम हट्ने पो हो कि भन्ने नागरिकको डर, यस्ता विषयले प्रक्रियाको निष्पक्षतामा शङ्का उब्जाउँदैन र? अझ दार्जिलिङ वा सिलिगुडी जस्ता पहाडी र अलि दुर्गम क्षेत्रमा BLOहरूलाई हरेक मतदातासम्म पुग्न कति गाह्रो होला? यसले गर्दा योग्य मतदाता छुट्ने जोखिम बढ्यो नि। अनि अर्को कुरा, पहिलेको सूची, त्यो 2002-04 को सूचीसँग नाम नमिलेका वा नयाँ दर्ता हुनेले जन्म दर्ता वा पासपोर्ट जस्ता कागजात जुटाउनु पर्ने व्यवस्थाले प्रक्रियालाई सर्वसाधारणका लागि झन झन्झटिलो बनायो कि? तपाईको तर्क महत्त्वपूर्ण छ, तर केही कुरा थप्न चाहे। समय सीमा कडा हुनु निर्वाचनको समयबद्ध तयारीका लागि आवश्यक पनि त हुन्छ। अनि घरमा नभेटिएका वा अन्य कारणले छुटेका व्यक्तिहरूका लागि अनलाइन फर्म भर्ने विकल्प पनि दिएको छ। साथै मस्यौदा नामावली प्रकाशनपछि दावी वा विरोध गर्न झण्डै 1 महिनाको समय छ, 9 डिसेम्बर 2025 देखि 8 जनवरी 2026 सम्म। यो अवधि भनेको त नाम छुटेका वा विवरणमा त्रुटि भएकाहरूका लागि सच्याउने पर्याप्त अवसर हो नि। निर्वाचन आयोगको प्रतिबद्धताले पनि त सम्भावित त्रुटिहरूलाई सम्बोधन गर्ने मनसाय स्पष्ट पार्छ। हो, तर वास्तविकता के हो भने, के अनलाइन पहुँच सबै नागरिकमा, विशेष गरी ग्रामीण, दुर्गम वा आर्थिक रूपमा कमजोर वर्गका मानिसहरूमा समान रूपमा उपलब्ध छ त? छैन होला नि, होइन र? दावी विरोध प्रक्रियाबारे कति नागरिक साँच्चै पूर्ण रूपमा सचेत छन् होला? अनि उनीहरूले सजिलैसँग यो प्रक्रिया उपयोग गर्न सक्छन् र? अनि त्यो नाम हट्ने डरले नागरिकमा जुन एक किसिमको मनोवैज्ञानिक दबाव सिर्जना गर्छ नि, त्यसलाई कसरी हेर्ने? के हाम्रा BLOहरू यी सबै चुनौती, भौगोलिक विकटता, समयको सीमितता, सम्भावित स्थानीय दबाव सामना गर्न साँच्चै नै पर्याप्त तालिम प्राप्त र स्रोत सम्पन्न छन् त?
यो प्रश्न पनि उठ्छ। म यस तर्कसँग चाहिँ पूर्ण सहमत हुन सकिनँ, किनभने बिएलओहरूलाई त यसै कार्यका लागि विशेष तालिम दिएको हुन्छ र उनीहरू यो सम्पूर्ण प्रक्रियाका भनौँ न आधार स्तम्भ हुन्। जहाँसम्म कागजातको कुरा छ, पहिचान प्रमाणीकरण र मतदाता सूचीको शुद्धता कायम राख्न आवश्यक कागजात माग्नु अनिवार्य नै हुन्छ। यसलाई अनावश्यक बोझ भन्न मिल्दैन होला। भौगोलिक कठिनाई भएका ठाउँहरूमा त स्थानीय निर्वाचन कार्यालयहरूले विशेष सहयोग र सूचना प्रवाह गर्नुपर्छ र सामान्यतया त्यस्तो व्यवस्था गरिएको हुन्छ भन्ने अपेक्षा राख्न सकिन्छ। शुद्धताका लागि यो आवश्यक कदम हो। तपाईँले भनेको कुरा पनि ठिकै हो, तर तालिम हुँदैमा सबै समस्या समाधान हुन्छ भन्ने पनि त छैन। स्रोतले नै सङ्केत गरे झैँ प्रशासनिक र कहिलेकाहीँ राजनीतिक दबावले बिएलओहरूको स्वतन्त्र र निष्पक्ष काममा असर पार्न सक्छ। अनि दुर्गम क्षेत्रका लागि व्यवस्था गरिने भनिएको त्यो विशेष जानकारी र सहयोग कति प्रभावकारी हुन्छ त्यो व्यवहारमा हेर्ने बाँकी छ। अर्को महत्त्वपूर्ण कुरा के अन्तिम नामावली प्रकाशन हुने मिति 07 फेब्रुअरी 2026 अगाडि प्राप्त हुने सबै दाबी र विरोधहरूको निष्पक्ष र गहन छानबिन यति छोटो समयमा साँच्चै सम्भव होला त? यो प्रश्न निकै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई। समग्रमा हेर्दाखेरि साइर प्रक्रिया मतदाता नामावलीलाई सकेसम्म त्रुटिरहित, अद्यावधिक र पूर्ण बनाउने एउटा महत्त्वपूर्ण र एकदम संरक्षित प्रयास हो। निश्चय नै यसका चुनौतीहरू छन्, तर ती चुनौतीहरूलाई सम्बोधन गर्न प्रक्रियाभित्रै दावी विरोध जस्ता संयन्त्रहरू छन् अनि निर्वाचन आयोगको प्रतिबद्धता पनि छ। यसको सफल र निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्न चाहिँ व्यावहारिक पक्षहरू जस्तै पर्याप्त समय, स्रोतको उचित परिचालन, सबै नागरिकको सहज पहुँच अनि सम्भावित मानवीय तथा प्रक्रियागत त्रुटिहरू यिनीहरूलाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ। हाम्रो मुख्य ध्येय त कुनै पनि योग्य नागरिक आफ्नो मताधिकारबाट वञ्चित नहोस् भन्ने हुनुपर्छ, होइन र? निश्चय पनि। यो विशेष गहन पुनरीक्षण प्रक्रियालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्दा यसका सबल पक्ष र चुनौतीहरू दुवै स्पष्ट देखिन्छन्। र यस विषयमा अझ गहिरिएर अझ धेरै अध्ययन र विचार विमर्श गर्न सकिने प्रशस्त सम्भावनाहरू छन्, जुन कुरा हाम्रो स्रोत सामग्रीले पनि उजागर गरेको छ।